हाई हेलो नमस्कार सम्पूर्णमा आशा छ सबैजना आरामै हुनुहुन्छ होला है। गेस वाट म आज हजुरहरूको सामु चाहिँ किन आइरहेको छु। यो मेरो ड्रेसले पनि हजुरहरूले गेस गर्नुभएको छ होला पक्कै पनि हैन। यो हाम्रो नेपालीहरूको पावन अवसर तिहारको मैले चाहिँ हजुरहरूलाई आफ्नै शब्दबाट बोलेर नै दुई शब्दमा यसो जानी नजानी भए पनि शुभकामना दिन मन लागेकै साथीहरू स्वीकार्नु होला है त। सर्वप्रथम चाहिँ मैले त अब मेरो फ्यामिलीले चाहिँ हामीले अहिलेको यो दसैँ तिहार चाडबाडहरू चाहिँ मनाउनु हुँदैन, किनभने हामीले बार्नुपर्छ। फ्यामिलीमा त्यस्तै परेको हुँदा पनि यसो टिका लगाउन चाहिँ हुँदैन हैन, खान बस्न फ्यामिलीसँग गेट टुगेदर गर्न अनि शुभकामना आदान प्रदान गर्न चाहिँ मिल्छ भनेर नै मैले यो विचार गरेको हो। स्वीकार्नु होला है साथीहरू। हेर्नुस् न, हाम्रो चाहिँ यो वर्षमा एकचोटि आउने महान पर्व, नेपालीहरूको महान पर्व हैन, तिहार हो। त्यसैले गर्दा हजुरहरू हामीहरू जो पनि एकदमै कामै काममा व्यस्तता हुन्छौँ हैन सधैँभरि। यो चाहिँ अब वर्षमा एकचोटि आउने अब यो तिहार छ भनेपछि त हामीले चाहिँ अब त्यही अनुसारको होलिडे बुक गर्ने हैन, समयहरू मिलाउने हुन्छ सबैजनाले। आहा भनेर सबैजना एक्साइटिङ पनि भइरहेको हुन्छौँ हैन। खास गरी बच्चाहरू र अलि यङ टोलीहरू पनि एकदमै देउसी भैली आफ्नै कल्चरलको हैन, देउसी भैली खेलेर घरहरू सजाएर झिलिमिली बनाएर हैन। अनि दिदी बहिनीहरू चाहिँ आहा माइत गएर दाजुभाइहरूलाई एकदमै गिफ्टहरू दिने, मिठा मिठा परिकारहरू दिने, खुलाउने र गिफ्टहरू आदान प्रदान गर्ने हाम्रो यो आफ्नो नेपालीहरूको कल्चरल हो हैन। यो एकदमै राम्रो पनि हो। यो यसरी गऱ्यो भने हामीले चाहिँ एउटा यो खासमा चाहिँ हाम्रो एउटा नेपालीहरूको एउटा कल्चरल र भेट हुने आफन्तजनहरू, रिलेटिभ्सहरू, फ्यामिली फ्रेन्ड्सहरू, सङ्गी साथीहरूसँग चाहिँ एउटा भेट हुने माहौल छुट्टै प्रकारको छ कि, एउटा माहौल एउटा कनेक्सन छ कि यसमा हैन। आफ्नो नेपालीहरूको कल्चरल झल्काउँछ यसले हैन। आफ्नो ड्रेसहरू अनि आफ्नो यस्तो सबैसँग भेट हुने माहौल छुट्टै प्रकारको हुन्छ, यस्तो रमाइलो हुन्छ कि हैन। सबैजनाको माइन्डहरू फ्रेस हुने, सबैजनाले कस्तो इन्जोय गरिरहेको हुन्छन् हैन, हामीले हेर्न पनि सक्छौँ, देख्न पनि सक्छौँ। त्यसले गर्दा हजुर हामी सबैजनाले एकदमै ह्याप्पी भएर हैन, जो जसले मनाउँछौँ उसले नै यसरी ह्याप्पीका साथ मनायो भने त्यो एकदमै सक्सेस पनि हुन्छ, सबैजनाको राम्रो पनि हो सबैजनाको लागि हैन। भन्दै अब धेरै ढिला नगरी यो मेरो चकाप चाहिँ कति सुन्नु हो हजुरहरूलाई वाक्क दिक्क पनि लाग्यो होला। अब चाहिँ हजुरहरू सम्पूर्ण र हजुरहरूको सम्पूर्ण फ्यामिलीहरू लगायत हाम्रो जति पनि देश विदेशमा छरेर बस्नुभएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र मेरो फ्यामिली फ्रेन्ड्सहरू सम्पूर्ण नेपालीहरूलाई चाहिँ जहाँ जो जे जस्तै अवस्थामा भए पनि एकदमै हजुरहरूलाई यो दीपावली हैन, पावन अवसरको दीपावली तिहारको हजुरहरूको चाहिँ एकदमै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै 2082 साल 2025 को दीपावली तिहारको हार्दिक मङ्गलमय शुभकामना दिन चाहे म र मेरो फ्यामिलीको तर्फबाट स्वीकार्नु होला है सबैजनाले। एकदमै हजुरहरू ह्याप्पी भएर खुसी भएर मनाउनु होला। स्टे सेफ, टेक केयर, सबैजनाले राम्रोसँग आफ्नो हेल्थको केयर गर्नु होला है। जो जे जस्तै अवस्थामा भए पनि वर्षको एक दिन आउने हाम्रो यो महान पर्व हैन, बलिहाङ पर्व तिहारलाई चाहिँ राम्रोसँग मनाउनु होला, ह्याप्पी हुनु होला, खुसी रहनु होला, सुखी रहनु होला हजुरहरू है त। हजुरहरूको लभ एन्ड सपोर्ट हजुरहरूले मलाई यति माया गर्नुहुन्छ कि हजुरहरूलाई एकदमै थ्याङ्क यू सो मच दिन चाहे र थ्याङ्क यू बाहेक अरू के नै दिन सक्छु र हैन। र हजुरहरूलाई पनि मैले आफ्नो सक्दो सहयोग चाहिँ साथ सपोर्ट चाहिँ गर्ने नै छु, तर व्यस्तताको कारणले गर्दा अलिकति ढिलो चाँडो चाहिँ हुन्छ। सम्पूर्ण मसँग जोडेर बस्नुभएका सामाजिक सञ्जालका सम्पूर्ण साथीहरूलाई पनि वन्स एगेन एकदमै दीपावलीको शुभकामना। स्टे सेफ, टेक केयर, लभ यु एभ्रिवान, ल बाई।